आज चाहिँ मैले के बनाएँ भनेर गुन्द्रुक भात अनि बन्दा र आलुको सब्जी अकबरे खोर्सानी यो चाहिँ अचार हालेको थियो। यो चाहिँ गुन्द्रुक भइहाल्यो। भटमास र गुन्द्रुक हालेर पकाएको। आधा कति तातो भइरहेछ। आज बनाएको मैले भेज खाना। यो काँक्रा भइहाल्यो। गुन्द्रुक चाहिँ दामी भएछ छ। गुन्द्रुक अलि धेरै हालेर बनाएको। मलाई चाहिँ यस्तो चोक्टा चोक्टा कस्तो मनपर्छ गुन्द्रुकको। भटमास र गुन्द्रुक। अब खाएँ ल। खानु पर्यो गाइस। अब खानु पर्यो। खाना खाने टाइम भइसक्यो। त्यही भएर खानु तपाईँहरू पनि।